हेलो गाइज वेलकम टु माई न्यू ब्लग। सो गाइज मेरो चाहिँ ब्लग सुरु भयो। अब म चाहिँ घरतिर लागेँ गाइज। भ्यू कस्तो देखिरहेको गाइज। आज चाहिँ एक्सटेन्डर लगाएको त हो मैले, तर खै यार कस्तो अलिकति प्रब्लम छ जस्तो लाग्यो। त्यसलाई अझै यसलाई थोरै यस्तो गर्नुपर्छ क्या। अनि अनि राम्रो देखिन्छ जस्तो लाग्यो मलाई। क्यामेरा नछुटोस् यार, तनाव हुन्छ छुट्यो भने। सो गाइज मेरो ब्लग चाहिँ सुरु भयो। आज त गाइज एक्सटेन्डर पनि लगाएको छु मैले होइन। अब हेरौँ कस्तो देखिन्छ गाइज, कमेन्ट गर्नु होला। अब यहाँदेखि सर जाने मजाले गाइज। सो गाइज के छ तपाईँहरूको हाल खबर गाइज। भ्लगिङमा सुरु चाहिँ गर्यो गाइज। सुरु चाहिँ भयो गाइज मेरो भ्लग। पहिला चाहिँ अलिक एकदम तल तल जान्थ्यो क्या क्यामेरा चाहिँ, त्यो एङ्गल पनि राम्रोसँग देखिँदैन त। भिडियो चाहिँ मैले एउटा एक्सटेन्डर किनेँ। अब हेरौँ कस्तो छ। आम्बो धन्य यार, यसमा चाहिँ अलिकति टेन्सन हुन्छ, समस्या छ क्या अलिकति। त्यति पावर लिँदैन नि त यसले, बिस्तारै तान्नुपर्छ। अब एङ्गल हेरौँ कस्तो आउँछ, नत्र अब सायद हेलमेट चेन्ज गर्नुपर्छ होला गाइज मैले। हेरौँ अब बिस्तारै बिस्तारै सबै अब मिलाउँदै जाने हो। अलि मेरो माइकको चाहिँ अलिकति समस्या छ, किनभने मैले माइक चाहिँ अहिले जुगाडबाट लगाएको छु होइन। साउन्ड कस्तो छ साँझखेरि यसो हेर्नुपर्छ। सो गाइज एउटा यसो होइन, काठमाडौँ भ्यालीभित्र एउटा लङ टुर हान्नु पऱ्यो क्या। लङ टुर भन्दा पनि एउटा अलिकता टाढा चाहिँ जानु पऱ्यो क्या, भ्याली सिटीभन्दा चाहिँ। कुनै ठाउँ तपाईँलाई थाहा छ भने प्लिज गाइज कमेन्ट गर्नु होला। मलाई त खासै त्यति थाहा छैन गाइज, किनभने म त्यति घुम्ने काम पनि गर्दिनँ होइन। ल हेर्नु न अब यो के हो यो। अब यिनीहरू फेरि आफ्नै पाराले चलाउँछ क्या, त्यसैले त दिमाग खराब हुन्छ भने। जहाँ पनि ठडाइदिन्छ अनि फेरि भन्छ कि, फेरि पुलिस आयो भने चिट काट्यो, यो भयो त्यो भयो भन्छ फेरि। सो गाइज कुन चाहिँ माइक किन्दा बेस्ट होला होइन, किनभने मसँग चाहिँ एक्सन फोर छ है टिजिआईको। अनि कुन चाहिँ किन्दा बेस्ट होला गाइज मलाई रेकमेन्ड गर्नु होला। वायरलेस बेस्ट हो कि वायर भएकै एउटा राम्रो खालको किनौँ गाइज होइन। प्लिज मलाई चाहिँ भनिदिनु होला कुन बेस्ट हुन्छ भनेर। अहिले चाहिँ म चाहिँ वायर भएको नै युज गरिरहेको छु। ल हेर्नु न क्या मजा छ उहाँहरूको। वाह, पछाडि पनि दिइरहेछ अगाडि पनि दिइरहेछ, यही त हो नि। गाइज अहिले चाहिँ म चाहिँ भ्यालीभित्रै छु होइन। छिट्टै म पनि सोचिरहेको छु कि यसो अलि लङ टुर जाम सोचिरहेको छु क्या। टाइम नि मिलिरहेको छैन। अब यसो शनिबार शनिबार चाहिँ यसो हेरेर होइन मिलाउनु पर्छ गाइज। ल हेर्नु मुखनिर आएर इन्डिकेटर दिनुहुन्छ। सबभन्दा फेरि डर चाहिँ मलाई यो पठाओदेखि लाग्छ क्या। यिनीहरू त सुइँ आउँछ भने यो थाहा पनि हुँदैन कहाँदेखि आयो कहाँदेखि आएन भनेर। समस्या त्यो छ यिनीहरूको चाहिँ। ल गाइज हेर्नुहोस् त क्या दामी भ्यू आइरहेछ होइन। आज चाहिँ गाइज दिनभरि घाम लाग्यो, पानी परेन काठमाडौँमा। गर्मी पनि त्यस्तै, पसिना तप 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 चुहिरहेको थियो गाइज आज गर्मीले गर्दा। सो गाइज म चाहिँ अहिले कलङ्कीको पुल मुनिबाट जान्छु होइन।
यो चाहिँ नेपाल र चाइनाको चाइनाले सायद हेल्प गरेको होइन, हेल्प गरे हो सायद। त्यहीँ मुनिबाट जान्छु, त्यहाँदेखि छिर्नु पऱ्यो मजाले के। ओहो, अब यो स्कुटीवाला पनि अब यस्तै छ क्या, मान्छे पनि फेरि निकाल्नु छैन। पेल्दै यार अब यहाँदेखि जाने छिर्ने कसरी न, कसम यार यो ठाउँ यस्तो डेन्जर छैन गाई, लास्टै डर लाग्छ यार यो ठाउँमा त मलाई कसम। एकदम एक्सिडेन्ट हुने एरिया हो क्या यो चाहिँ। पछाडिबाट आएको पनि थाहा हुँदैन गाई, पछाडिबाट आयो भने बजाइदिन्छ। लगाइजलाई हेर्नुहोस्, यो चाहिँ के हो भन्दाखेरि चिन नेपाल बिच निरन्तर मित्रता कायम रहोस् भनेर चाहिँ चाइनाले चाहिँ बनाइदिएछ होइन। नेपालले त कहाँ बनाउन सक्नु हो यस्तो पुल, सक्दैन नि। सबै चोरी चोर छ, कहाँदेखि बनाउँछ यार यस्तो पुल। बनाउन त बनाउँछ होला तर गाइज आज मौसम यस्तो दामी छ गाइज है, मलाई चाहिँ लास्टै मन पर्यो। तर साथीहरू मलाई चाहिँ यो क्यामेरा लगाएर चाहिँ मलाई एकदमै पछाडिको भ्यू पनि हेर्न सक्दिनँ, डर लाग्छ भने होइन। मैले त अब भाइजर लगाइहालेँ, किनभने अगाडि चाहिँ टिप्पर छ, टिप्परदेखि धुलो सिधै आँखाभित्र गइरहेछ कि। चस्मा पनि मैले लाइनँ, भाइजर लाउँदा बेस्ट। यस्तो रोड भयो भने त गाई बाइक कुदाउनु लास्ट टाइम मजा आउँछ नि। तर गाई फेरि समस्या के छ भन्दाखेरि यहाँ फेरि स्पिड लिमिट छ क्या, कहाँनिरबाट चिट काट्नु छ थाहा हुँदैन भने त्यो चाहिँ एकदमै ध्यान दिनु पऱ्यो। त्यसैले सो आफ्नो लिमिट चाहिँ एकदम मेन्टेन गर्नुपर्छ गाई। म चाहिँ यहाँदेखि राइट जाने हो होइन। त यसो मेरो यात्रा चाहिँ खासमा म चिया बगान जाउँ सोचिरहेको छु। चिया बगानमा गएर अझ यसो एउटा चिया खाइदिउँ सोचेको क्या मैले चाहिँ। अनसु बर्माको हो अरे, तर म चाहिँ अहिलेसम्म चाहिँ गएको छैन। आज म त्यहीँ जानु पर्यो चिया बगानमा। फेरि डेन्जर छ यार बाटो यो। बनाने वाले ने भी फुर्सत में बनाया होगा भनेको जस्तो होइन। साथीहरू बिच बिचमा म पनि फेरि हल्का फ्लड गरिहाल्छु, माइन्ड चाहिँ नगर्नु होला। अच्छा यहाँदेखि माथि जानुपर्छ बिना हेलमेटको लाइन हो त। फेरि यिनीहरूको फेरि लोकल हो भनेर फेरि पारा देखाउँछ क्या यिनीहरूले, पुरै हेलमेट सेलमेट नलाएर होइन। सो गाइज म चाहिँ गाइज जाँदैछु माउन्ट एभरेस्टमा। यो फेरि साँच्चीको माउन्ट एभरेस्ट होइन, यो माउन्ट एभरेस्ट किन भनेको भने उकालो रहेछ क्या। लगाएर जानुहोस्, मकै पनि लागिसक्यो गाइज। कसलाई खान मन छ कमेन्ट ल। मेट्योर सो गाइज अब के हो भन्दाखेरि होप तपाईँलाई मेरो भिडियो मनपर्छ होइन, मनपर्नेछ। मेरो सुरुवात हो गाइज अहिले, म खासै त्यति मलाई त्यति राम्रोसँग केही पनि चलाउनु आउँदैन। अझै जस्तो छ गाइज सब मैले जुगाडले गरेको छु होइन, सबै जुगाडै हो गाइज। अब यहाँदेखि म चाहिँ गएँ लेफ्ट, अब यहाँ हेर्नु पऱ्यो के छ कस्तो छ। यहाँ चाहिँ गाइज पुरै बास्केटबल दिइरहेको छ फेरि केटाहरूले। गाइज मेरो राइट साइडको मिरर चाहिँ खड्काउट खुल्कुल गरिरहेछ। बाटो फेरि एकदम खत्तम रहेछ यार यताको। छ्या हत्तेदेखि हे भगवान्। गाइज अहिले पनि पोर्चुगलको फ्यानहरू सु हरन हाल्यो भने गाइज कसैले फेरि लास्टै थकाउँछ नि यार। तर के गर्ने होइन, हरन हान्नै पर्छ। कम्पनीले हरन हानोस् भनेर बाइकमा हरन दिएको हो होइन गाइज।
तपाईँहरू मेरो कुराबाट एग्री त हुनुहुन्छ गाइस? गाइस फाइनली यो चाहिँ ट्युब हो होइन, यहाँ पनि धेरै मान्छेहरू पढ्न आइराख्नु भएको हुन्छ। यहाँ मान्छेहरू स्कुटी सिक्न पनि आउनुहुन्छ गाइस। के भन्नु छ र कसैलाई केही भन्नु छैन, निशब्द भए म त। सो गाइस यो चाहिँ ट्युबको भ्यू हो होइन, यहाँ के छ हेरौँ के छ कस्तो छ, कुनै चिनेको छ कि यता? हाफ विंडो डाउन गड्डी मेरी काली ची, देखे यहाँ मैं बाहर रोड ते उस पार। सो गाइस यहाँ चाहिँ म्याच भइरहेको छ गाइस, भलिबल क्रिकेट। यो त गाइस एक हिसाबको प्ले ग्राउन्ड नै हो क्या हो, कसो मिनट साइड पनि दिँदैन, पुरै दामी भइरहेको छ गाइस। सो गाइस यही हो, अब म चाहिँ यहाँदेखि लागेँ, यहाँ बसेर काम छैन गाइस, बलले झ्याप्प लाग्यो भने तनाव हुन्छ फेरि होइन। तर गाइस घुम्नेको लागि चाहिँ एकदम राम्रो ठाउँ हो यो। झ्याप केटो झ्याप, साथी झ्याप, पुरै यार कस्तो आवाज गरेर छ फटफट फटफट। गाइस यसको पनि सिसा यस्तो महँगो छ होइन, पहिला चाहिँ 800 भनिरहेको थियो, अहिले चाहिँ जानेरी एउटाको चाहिँ 1600 अरे। मैले पनि छोड भाइ नलाउने, जबसम्म चल्छ तबसम्म यसले यसको काम चलाउनु। ल देख्नुभयो गाइस यस्तो राम्रो छ है यो टियुको एरिया। यहाँ चाहिँ साँझ घुम्न बस्न होइन अलिकता फ्रेस हुनलाई आउनुहुन्छ क्या यहाँ चाहिँ मान्छेहरू। अनि यहाँ गाइस यहाँ लाइब्रेरी छ, ल गाइस चेक गर्नुहोस् तपाईँहरू भ्यू। तर यार यो एडिट गर्न पनि फेरि लास्टै गाह्रो हुँदो रहेछ, मलाई त त्यो एडिट गर्ने टुल्सहरू पनि चलाउन आउँदैन। जस्तो बन्यो त्यस्तै बनाइदिने गाइस, जस्तो बन्यो नि त्यस्तै हालिदिने क्या सिधै युट्युबमा। चली जाती समस्या त्यही छ क्या गाइस यहाँ। तर कुनै कुनै मान्छेले त होइन क्यामेरा देख्ने बित्तिकै यस्तो स्माइल दिन्छन् है, कसम से ठिक छ होइन। कसैलाई क्यामराम्यान भनेर पनि क्यामेरा मनपर्छ, त्यस्तै त हो नि। म पनि अरूको क्यामेरा हेरेर चाहिँ म पनि एकदम खुसी हुन्थेँ क्या। र गाइस फाइनली मसँग पनि क्यामेरा आइसक्यो। पहिला चाहिँ म मोबाइलले भिडियोहरू बनाउँथेँ हल्का फुल्का, तर खासै त्यति धेरै चाहिँ बनाउँदैन थिएँ, हल्का फुल्का मात्र बनाउँथेँ। सो गाइस मेरो डेस्टिनेसन, ल कसम यो त गाइस मेरो डेस्टिनेसन चाहिँ कहाँ हो भन्दाखेरि चिया बगान हो होइन आजको चाहिँ। त्यहाँ गएर हेरौँ ल कस्तो धुवा हो यार, कहाँ छ यार काठमाडौँ। काठमाडौँभित्र पनि पल्युसन चेक गर्नु पऱ्यो क्या होइन, त्यो बाहिर बाहिर मात्र चेक गर्नु भएन, यहाँभित्र पनि चेक गर्नु पऱ्यो। सो गाइस म चाहिँ यो बाटो लागेँ किनभने यो बाटो पुग्छ जस्तो लाग्छ मलाई होइन। गएर यसो त्यहाँ चुसुक्क एउटा चिया खान मन छ मलाई। तर गाइस यो उकालो फेरि ला डेन्जर छ यार होइन, यसमा बाइक छिराउँ कि नछिराउँ सोचिरहेको छु क्या म। छिराउँदा कस्तो होला गाइस यो ठाउँमा बाइक, मान्छे लास्टै छ, होस् नजाम यार, चिया हुन्छ फेरि। सो गाइस यो चाहिँ नयाँ बजार हो गाइस होइन। म यहाँदेखि सिधै तलको बाटो जान्छु। बाटो पनि त्यस्तै छ यार। गाइस यो चाहिँ गुम्बा हो, गुम्बा जस्तो देखिरहेको छ, गुम्बा नै हुनुपर्छ यो। सो गाइस यो चाहिँ जान्छ जस्तो लाग्यो मलाई होइन। तर गाइस यो ठाउँमा चाहिँ धेरै क्याफे टाइपमा खुलेको रहेछ क्या। यो के हो फेरि, यो चाहिँ खुलेको ए यो त फेरि सुटर चिया रहेछ गाइस, सुटर चिया।
तर गाइज मलाई यसको थाहा छैन। मेरो प्लान चाहिँ आज त्यहाँसम्म हो, चिया बगानसम्म हो, त्यहाँ हेरौँ जाऊँ आज। धेरैले भनेको कि त्यहाँको चिया मिठो हुन्छ मिठो हुन्छ मिठो हुन्छ होइन। अब हेरौँ ट्राई गरौँ के कस्तो छ भनेर त्यहाँको चिया चाहिँ होइन। तर गाइज अनसुबरमा भेटेला कि नभेटेला मलाई, तर बाटो एक्ज्याक्ट मलाई थाहा छैन कि फेरि कताबाट भनेर। अब हेरौँ यो जान्छ यो माथि बाटो। All I need is दारू डीजे, दारू डीजे डान्स फ्लोर, दारू डीजे डान्स फ्लोर। All I need is दारू डीजे, दारू डीजे डान्स फ्लोर, दारू डीजे डान्स फ्लोर। म त फेरि कुनै बेला गाइस गीत पनि गाइदिन्छु नि फेरि। सो गाइस फाइनली हामी गाइस पुग्नु चाहिँ पुग्यौँ चिया बगान होइन। चिया बगान गाई यस्तो रहेछ ल, हेर्नुहोस् त बवाल रहेछ नि यार। म चाहिँ कहाँ राख्छु जस्तो लाग्यो, म चाहिँ यहाँ छिराइदिउँ क्या हो। यता छिराउँ यो ठाउँमा। सो गाइस फाइनली म चाहिँ चिया बगान पुगिसकेँ होइन। अब यहाँभित्रको चिया खानुपर्छ के छ कस्तो छ भनेर। सो गाइस तपाईँहरू हेर्न सक्नुहुन्छ होइन, फाइनली म चाहिँ पुगिसकेँ। यो चाहिँ मेरो बाइक, यो चाहिँ मेरो बाइक हो गाइस होइन, कस्तो देखेको छ। र यो चाहिँ मेरो चिया बगान डेस्टिनेसन पुगिसक्यो गाइस। अनसुपरमा गयो, अब आज यहाँको चिया खानुपर्छ। सो गाइस अब हामी चाहिँ भेटौँ नेक्स्ट भिडियोमा गाइस। गाइस तपाईँहरू नयाँ हुनुहुन्छ मेरो च्यानललाई सब्सक्राइब गर्नु होला र भिडियोलाई मन पराउनु भएको छ भने यसमा एउटा लाइक गर्नु होला। थ्याङ्क यू सो मच, बाई बाई, जय नेपाल।